फुच्चे भाइ अहिले पानीमाथिको ओबानो बन्ने तिमी प्रयास नगर। त्यहाँ 2-4 जना मान्छेहरू अगाडि तिमीले तिम्रो अगाडि के देखेको थियौ? तिम्रो खुब यङ ब्लड तात्यो होइन? तिम्रो जस्तो यङ ब्लड तात्ने हाम्रा हजारौं भाइहरू यहाँ सञ्जालमा छन्। तर कतिखेर के बोल्ने र कतिखेर के नबोल्ने भन्ने कुरा चाहिँ 10 पटक आइन्दा अब बोलिहाल्यौ जे बोल्यौ आइन्दा रवि लामिछानेको बारेमा एक शब्द उच्चारण गर्नु अगाडि 10 पटक सोचेर बोल्ने गर्नु। नत्र भने तिम्रा जस्ता बोल्न लेख्न र कराउन चाहिँ हामीलाई पनि आउँछ। जिब्रो काट्नु नपरोस् आइन्दादेखि यस्तो गर्दै जाने हो भने त्यो जोसुकै होस्, मतलब भएन। अरू कुरासँग सरोकार भएन कि यो शङ्कर तिवारी भन्ने मान्छेले रवि लामिछानेले औँला उठाएको छ नि, कि त यसको औँला भाँच्नु पर्यो कि त काट्नु पर्यो। ल ले तेरो मान्छेहरू कतिजना छोड्दैन? आक्रोश त्यसै आउँदैन नि मान्छेलाई। खुन उम्लिएको छ, खुन। आज यसको भाषण सुन्दा म नजिक भयो यसको गालामा जुत्ता हानेर जेल जान्थे र परेको बियर थिएँ, थाहा छ? डराउँदैन म तिमीहरू जस्तो कोही माइकलालहरूसँग। आऊ कतिजना आउँछ ल। अब ज्ञानेन्द्र साईको निर्देशनमा यस्तो भइरहेछ, तपाईँहरूले बुझ्या छ कि छैन होइन? अब त्यो आइडी लिङ्कलाई सबजना साथीहरूले आफ्नो वालमा सेयर गरिकन ज्ञानेन्द्र साई भ्रष्टाचारी विरोधी अभियन्ता हो, तर यसको मान्छेहरू यसरी मुख छोडिरहेछ, यो आइडी कहाँबाट परिचालित भएको छ कि यो ज्ञानेन्द्रलाई थाहा छ भनेर चाहिँ अलिकति गर्नुपर्ने भयो कि हामीले। यो अति दादागिरी भयो। कहिले एमसीसीको आडमा विरोध गरिरहेछ, कहिले के को आडमा विरोध गरिरहेछ। अनि उनीहरूको पो काम छैन र सधैँभरि आएर चाहिँ नि सडकमा आउँछन् त? रवि दाईहरूको त आफ्नो कार्यक्रम छ नि, उनीहरूले कार्यक्रम गर्नु पर्दैन? बेरोजगारहरूले सडकमा गएर कराए भइहाल्यो नि। शङ्कर तिवारी, यदि म चाहिँ त्यतिखेर त्यो ठाउँमा भइदिएको थियो भने नि तेरो गर्दन ठाउँको ठाउँ छिनाइदिन्थे। कसम भनेको, यति समाजको अगाडि भन्छु है, म चाहिँ त्यो ठाउँमा भइदिएको थियो भने नि तेरो फोटोमा यतिखेर हार्दिक श्रद्धाञ्जली हुन्थ्यो र म जेलतिर हुन्थ्यो होला। तेरो गर्दन ती ठाउँको ठाउँ ती समाजको अगाडि नै तँलाई म छिनालिदिने थिएँ। तर भगवानसँग शुक्र गर कि म त्यहाँ थिएन। तर जिन्दगीको कुनै दिन भेट भएछ भने तँलाई म छोड्दैन, याद राख है। वीर गोर्खाली तिमीको हो, म ज्वाला दिदीको भाइ हो। वीर गोर्खाली तिमीको हो, म ज्वाला सङ्ग्रौलाको भाइ हो। चिन्यो? शङ्करले बोलेको कुराहरूबाट मैले चाहिँ के ज्ञान प्राप्त पाएँ भने यसले रवि सर र ज्ञानेन्द्र साई बीचमा दुईटैको समर्थक दाजुभाइहरू धेरै हुनुहुन्छ र यस बीचमा चाहिँ एकअर्काको चरित्र हत्या गराउने र एकअर्काको विद्रोह गराउने कार्य यो नालायकले गरेको मैले चाहिँ स्पष्ट रूपमा पाएँ। यो नालायक कहाँ छ? यो नालायकलाई चाहिँ समातेर चाहिँ बीच सडकमा यसलाई छुरा घोप्नु पर्ने खालको मान्छे रहेछ। यो मान्छे चाहिँ साँच्चै भन्नुपर्दा यसलाई चाहिँ छोड्ने खालको मान्छे होइन रहेछ। यो साला खाते कुकुर, यो कस्तो खालको मान्छे हो? त मान्छे होस् कि गु होस्? शङ्कर, तँलाई के लाग्छ? तैँले विरोध गराउने, तैँले समर्थन गराउने हो हामीलाई? उम्रिदिएको 3 पात तेरो औकातमा बस है, तेरो औकातमा बस, होइन भने हामीलाई औकातमा आउन नदे नि भनिदिएको छ। बेलैमा सुध्रिन्छस् भने सुध्री, होइन भने हामीले सुधार्न नपरोस्। शङ्कर तिवारी, बरु मोबाइल छैन भने भन यार, तँलाई म भिक्सहरू एउटा दिप पठाउँछु। के मलाई 2 सेकेन्ड 1 सेकेन्डको भोइस पठाएको? बोली आउँदैन? लाटो छस्, गुङ्गा छस्? त्यो माइक समाएर बोल्ने बेला चाहिँ बोल्न सकिस् त, अहिले यहाँनिर बोल्न सक्दैनस्? के हो तेरो पारा? लाऊ भोइस पठा न। के हो 1 सेकेन्ड 2 सेकेन्ड पठाउँछ यार? भात खाएको छैन कि? चामल किन्ने पैसा थिएन भने भन् मसँग, म तँलाई पठाइदिन्छु। कस्तो मान्छे रहेछ यार? तेरो 1-2 सेकेन्डको कुरा बुझ्दैन क्या हामी? लामो भोइस पठा। गल्ती गर्ने बेला गलत बोल्ने बेला बोल्छस्, अहिले फेरि हिरो भन्छस् आफै। ट्युसन पढाउँछस् अरे त हामीलाई? तेरो के हैसियत छ ट्युसन पढाउने? जहाँ ज्ञानेन्द्र साईजीको भाषण हुन्छ, जहाँ ज्ञानेन्द्र साई जानुहुन्छ त्यसको पछि जानुपर्ने रवि सरले के हो भाइ हो तिमीहरूको भनाइ? मलाई रिस उठ्यो है। अब के हो तिमीहरूको भनाइ यार? तिमीहरू बुझ्दैन? भात खान्छ कि भात पचेर निस्किएको खान्छ हो? रवि सर आएन, पत्रकारको लायक छैन, ठुक्क साला खाते। तेरो के छ लायक? त के होस्? त को होस्? तेरो के हैसियत छ? तेरो के औकात छ? त गजडीले माइक कसले दियो? सबैभन्दा मेन कुरो त एउटा गजडी मान्छे रहेछस्, त खत्तम मान्छे रहेछस्। तँलाई माइक दिने मान्छे चाहिँ को थियो त्यहाँनिर? त जस्तो मान्छेलाई त नि कसम भनेको अहिलेसम्म त भन्ने थियो नि होइन, कसले के गर्छ कसले के गरेको भनेर होइन। म कसम त्यो ठाउँमा म भएको भए नि, म भएको भए शङ्कर तिवारी तँलाई त्यही ठाउँमा त्यसै मञ्चमै तँलाई टिकको जिउँदै गाड्दिन्थे, कसम भनेको। बोल्ने भाइ बसमा मेरो प्राइभेटमा आइज भाइ होइन,
तैँले फेरि पनि यहाँ फेरि पनि त्रुटिपूर्ण बोलिरहेको छ कि अब अहिले यो के भनेको यो के भनेको यो होइन यो यार बोल्न यसलाई बोल्नलाई अलिक राम्रोसँग सिकाउनु पर्छ कि यसको कसम यसलाई त दुई चर्कन गालामा लगाएर अनि त्यहाँबाट तोरीको फुल देख्ने गरेर हान्नुपर्छ कि यसलाई बल्ल नि यो सही आउँछ। आमाको दुधका लाम्टा चुस्न छोडेर अनि रोडमा आएर माइक समाउने अनि त्यहाँबाट जे पाए त्यही बोल्ने जे पाए त्यही बोल्ने भाइ मैले चेतावनी दिएको छैन, मलाई जवाब चाहियो। चेतावनी तिमीले दिएको भाइ तिमीले दिएको फुच्चे भाइ तिमीले दिएको चेतावनी रवि लामिछाने चेतावनी किन दिएको? यसलाई पाता कस्ने पर्यो?